हे माता मति भ्रष्ट पारिकिन यो चाला धर्मी लियौ आफ्नो यो व्यवहारले मकन झन् सन्ताप ठुलो देऊ आफ्नो पूर्व हवाल सादर भनिन् त्यो जान्दथे त्यही पनि मेरा त पति एक काम प्रभुले पत्नी रति हुँ भनी पहिलेको इतिहास जन्मतिरको बिन्ती गरिन् सादर चाँडै नि अब मार्नुहोस् हजुरको हो शत्रु यो सम्बर यो पापी छ ठुलो र दुर्जन पनि भन्ने विचारिकन मायाको सवेद लक्षण सहित तिनले गरिन् वर्णन प्रद्युम्नले यति सुनिकन जल्दी जाई हाँके तुरन्त गई सम्बर झन रिसाई गर्जु गदाली ठुलो रिसले घुमाई हान्यो प्रद्युम्न कन मार्न भने चेताई लाग्ने नपाइकन त्यो बिचमै समाई टुक्रा प्रद्युम्न बिरले उसको गराई हाने गदा निजली कन दैत्यलाई लाग्यो गदा सुरको शिरमाथि जाई मुर्छा परि तर चैटै उठी चेत पाई प्रद्युम्नका उपर नेत्रले तिखा लगुमाई गर्जो तुरुन्त रचना गरी उग्र माया प्रद्युम्न त्यो बखतमा बहुतै रिसाया मन्त्रेर झट गज गल खलको छलनाश पारी हानेर खड्ग शिर काटिदिए पछारी।